नमस्कार सबैलाई। क्यालेन्डु चाहिँ सबैले सोध्नुहुन्छ नि त सेलमा छ कि छैन भनेर। योपालि चाहिँ हामीले सेल नगरेको नेक्स्ट इयर चाहिँ अब सेल गर्नुपर्छ होला होइन। अहिले चाहिँ अब यस्तो मजाले फुलिरहेको छ, चारैपट्टि फुलहरू चाहिँ ढक्कमक्कै फुलिरहेको छ नि त मजाले। दिन चाहिँ कस्तो भइरहेको छ भने पानी आउँला 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 जस्तो भइरहेको छ। अब पानी आइहालेछ भने चाहिँ अब कतानिर राख्नुपर्ने भनेर चाहिँ अब ठुलो सोचाइमा चाहिँ परिराखेका छौँ हामी चाहिँ हो। के कस्तो हुन्छ अझै चाहिँ आइसकेको चाहिँ छैन पानी चाहिँ। अहिले चाहिँ यस्तो प्रकारले फुलिरहेको छ फुल चाहिँ एकदमै ढकमकै। एजेलिया पनि एकदमै मजाले फुलिराखेको छ। जसलाई पनि चाहिन्छ तपाईँहरू लिनु आउनु सक्नुहुन्छ, किनभने कलर राम्रोसँगले चिन्छ अहिले हो। अनि कलर चिनेपछि चाहिँ छान्नु हामीलाई सजिलो हुन्छ, त्यो भएर चाहिँ अहिले लिनु आउनु सक्नुहुन्छ। अरू सिजन फुलहरू पनि एकदमै मजाले फुलिरहेको छ अहिले चाहिँ एकदमै राम्रोसँगले। जसलाई पनि एजेलिया चाहिँ चाहिन्छ लिनु सक्नुहुन्छ। पिटुनियाहरू पनि एकदमै मजाले फुलिरहेको छ, तर यो चाहिँ सेलिङ पर्पजको लागि चाहिँ होइन, हामीले घरकै लागि रोपेको सबै मजाले फुलिरहेको छ अहिले चाहिँ यस्तो प्रकारले। चारैपट्टि एकदमै रमाएर एकदमै राम्रोसँगले फुलिरहेको छ। यसरी दिन शीतल हुँदा त झन् एकदम राम्रो मजाले फुलेको देख्छ, एकदमै मजाको हुन्छ, एकदम राम्रो। एजेलिया चाहिँ यस्तो मजाले ढकमक्कै फुलिरहेको छ। एजेलिया चाहिँ अब एकदमै सेलिङ पर्पजको लागि हामीले सानोदेखि ठुलोसम्म पनि बेच्न सक्छौँ हो। त्यो चाहिँ छ हाम्रोमा, अरू चाहिँ भन्नु सक्दिनँ। अब म यो सबै चाहिँ अब अहिले घरको लागि फुलाएको हामीले मजाले फुलिरहेको छ अहिले चाहिँ। यता चाहिँ यस्तो भइरहेको छ एजेलिया बारी चाहिँ सबै फुल्नु थालेको छ अहिले चाहिँ। कोपिला पनि मजाले ढकमक्क बसिरहेको छ।